ब्याक टु माई च्यानल इट्स मी प्रवीण। अनि आज चाहिँ म मेरो काम परेर माथि तारेभेट जाँदैछु होइन, एक्लै जाँदैछु सोलो राइड। मसँग हेलमेटमा लाउनलाई केही पनि छैन, सो म भिडियो चाहिँ गर्दिनँ होला किनकि अब अफ रोडमा चलाउन गाह्रो हुन्छ नि त एक हातले फिल्म गर्नलाई। सो म अब त्यहाँ पुगेर हजुरहरूलाई देखाउँछु है त। अनि म के कामले जान आँटेको त्यहाँनिर त्यो पनि म त्यहीँ गएर हजुरहरूलाई देखाउँछु। सो हेर्दै गर्नु होला। म चाहिँ अहिले यहाँ बाइक रोकेर यसरी टक्क होइन बसिरहेको छु। म चाहिँ यहाँ लेट आएर पनि सर्टिफिकेट पाइसकेँ होइन। यसरी माथि जाँदै हुनुहुन्छ। यस्तो भ्यू देख्छ यहाँबाट। म मात्र लेट भनेको छ गाइजहरू। उहाँ एकजना पनि भर्खर कहाँनिर छ यो प्रोग्राम भनेर जानुभयो ठ्याक्कै। अनि प्रोग्राम पनि सकिसकेको छ होइन। अनि म त यहाँबाट जान्छु। प्रोग्राम चाहिँ सकिसकेको छ। अब म यहाँबाट फर्किन्छु है त। सबैजना गइसक्नु भएको छ। सो अलराइट गाइज, अब एक्लै भएपछि स्ट्यान्ड लिएर आएको थिएँ मैले। अब बल्ल मैले स्ट्यान्ड निकालिरहेको छु होइन। अनि म यहाँनिर भिडियो गर्छु। तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो दामी भ्यू छ। सो अब म यहाँनिर भिडियो फिल्म गर्छु। रेकर्ड गर्दैछु है भिडियो। यस्तोबाट एक हातले चलाउँदै त्यसले बन्द भयो। झन्नै लडेछु म एक हातले गर्दा, मलाई एकदमै अप्ठ्यारो भयो है। सो अब म भिडियो चाहिँ उयो गर्छु। फेरि भिडियोको चक्करमा लड्नुभन्दा त फेरि अफ गर्नु नै ठिक हुन्छ। सर्टिफिकेट लिएर म घर जाँदैछु। यता चाहिँ यस्तो भ्यू छ पछाडि र चाहिँ आइसकेको छ। म यस्तो भ्यू हेर्दै ब्ल्याक टी पिउँछु है त। म त्यहाँ माथिबाट यहाँ तल आइसकेँ होइन। आजको भ्लग चाहिँ मैले राम्रोसँग खिच्न पनि पाएको छैन। एक त म प्रोग्राममा अलिकति लेट पुगेछु। अनि ठ्याक्कै म गएपछि ठ्याक्कै सर्टिफिकेटहरू प्रोभाइड गर्दै हुनुहुँदो रहेछ। तर एटलिस्ट म टाइममै पुगेछु सर्टिफिकेट लिएर। अब म यहाँबाट टक्कसँग होइन बाइकमा फर्किँदैछु। अनि आजको मेरो भिडियो कस्तो भयो त्यो त थाहा छैन। एकदमै रस भयो नि त। म त्यहाँ गएपछि भिडियो खिच्नु कि सर्टिफिकेट लिन जानु के गर्नु अलिकति कन्फ्युज नै भयो। त्यही पनि मेरो च्यानललाई चाहिँ लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला। मेरो भिडियोहरू मन पऱ्यो भने म फेरि अरू पनि योभन्दा बेटर इम्प्रुभ गरेर लिएर आउनेछु। फेरि मैले चाहिँ स्ट्रगल गरेर म यहाँ तल आइसकेँ है। अनि यसरी सर जाँदैछु। अहिलेसम्म एक्लै यसरी हिँडेको थिएन कि। लाइक अब चाहिँ सोलो राइड गर्नुपर्दो रहेछ। कस्तो रमाइलो हुँदो रहेछ क्या एक्लै हिँड्दाखेरि चाहिँ। यस्तो आनन्द फिल हुने, पिसफुल एक्लै आउँदा पनि।